यतिको अनि आफ्नै बिहेमा चाहिँ गर्नु चाहिँ पर्ने हुन्छ काम चाहिँ। यस्तो हुँदैछ साथीहरू, बिहेको तयारी यता टक्कसँग बनिँदैछ। यो भोलि नै हामी साथीहरू यति चाहिँ रेडी भयो होइन, डेराहरू बनाउन यहाँ डेकोरेसन सुरु भइरहेछ हो। Hi everyone, welcome back to my channel. This is Miss Sajna, this is my channel. अनि आज चाहिँ म यो अवस्थामा छु। अनि किनभनेदेखि चाहिँ हजुरले थाहा पाइसक्नु भयो हैन, अनि मेरो चाहिँ बिहे आउँदैछ। अनि बिहेको बेला चाहिँ यस्तै हुन्छ गाउँघरमा चाहिँ है, कतिलाई थाहा छ कतिलाई थाहा छैन हैन। अनि आजदेखि चाहिँ हाम्रो डेकोरेट सुरु भएको छ नि त, त्यही भएर चाहिँ हाम्रो यहाँ म देखाउँछु दाउरा ओसार्ने कार्यक्रम भइरहेको छ। अनि यो चाहिँ पानी तताउनलाई, कफीहरू पकाउनलाई। अनि यता चाहिँ हाम्रो चर्च घर हो। अनि मेरो विवाह चाहिँ यहाँभित्र हुन्छ साथीहरू होइन, सानो सानो गाउँघरमा त्यस्तै हो, एडजस्ट हुनुपर्छ। चर्च सानो छ। अनि यतातिर चाहिँ के डेकोरेसन गर्ने हो, के खाना खाने ठाउँ, चिया खाने ठाउँ कता बनाउने हो त्यो बनाउँदै हुनुहुन्छ। अनि यता मेरो दाजु उता मेरो मामा, उहाँहरू चाहिँ अस्ति आइसक्नु भएको है मेरो बिहे भनेर एक्साइटेड भएर बिचाराहरू काममा पर्नुभयो भन्दै गर्नु। यता मिलाउँदै हुनुहुन्छ होइन। अनि कामहरू चाहिँ यसरी सुरु भइरहेछ। यो चेयरहरू सबै ओसारिसकेको, अनि साउन्ड सेटहरू सबै यता आइसकेको छ यहाँभित्र होइन। अनि त्यस्तै हो साथीहरू होइन, चर्च ठिकको छ हाम्रो। अनि यता त्यता सामानहरू सबै आइसकेको छ। बेहुलीले त अलिक धेरै बोक्नुपर्छ अरे हौ दाउरा, यहाँ भेनाले भन्नुभएको। हामी जाँदैछौँ दाउरा लिन साथीहरू, गाह्रो छ भन्दा पनि एक्साइटेड हुनु पर्यो नि त हौ। बिहे भनिसक्दा त जिन्दगीमा एकचोटि गर्नुपर्छ होइन पापा बिहे? ए दुईचोटि गर्नुभयो तपाईँले? एकचोटि कि दुईचोटि बिहे गर्नुभयो भनेर? एकचोटि मात्रै? अर्कोचोटि कान्छी ल्याउँ भनेको भएन। ला हाम्रो पापा जाँदै हुनुहुन्छ, कान्छी ल्याउँ भनेको भएन अरे हौ। अब सबै छोरीहरूको बिहे गरिसके पछाडि चाहिँ हाम्रो पापाले नि बिहे गर्नुहुने अरे। हजुर तपाईँ लास्टमा? ल भेना आउँदै साल्ला भेनाको फेरि पर्छ हौ, दुईजना हाम्रो पापा र हाम्रो मामाको। यो त हाम्रो भेना ट्रक हो अरे। सबैभन्दा ठुलो डोको नि फेरि परिहालेछ, सबै उठाउने अरे होइन। हामीले उठाउन नसकेको लास्टमा मामाले उठाउनु हुने अरे कि। उहाँ ट्र्याक्टर रे, ट्रक हो ट्रक, तपाईँ त ठुलो ट्रक भ्याकु बोक्ने ट्रक। यहाँ अस्ति पहिरो गएको साथीहरू होइन, भर्खर यहाँ बाटो बनाउँदैछ त, तल बसिरहेछ भ्याकु छैन नि। सर रेडी भएर गाडीमा आउँ भनेको छैन, बाटो के गर्नु अब। मुटु नि हातमा भेन यतिको अनि आफ्नै बिहेमा चाहिँ गर्नु चाहिँ पर्ने हुन्छ काम चाहिँ है साथीहरू। तपाईँहरूको बिहे आउँदैछ भने तपाईँहरू पनि गर्नु है, यतिको चाहिँ दाउरा उसाउनु पर्छ नि। दाउरामा पकाएको भात मिठो अरे कि, त्यही भएर चाहिँ नि चामल चाहिँ नि दाउरामा पकाउने भनेर म दाउरा ओसार्दैछु साथीहरू। पहिला हामी केटाकेटी हुँदा यता घाँस काट्थ्यौँ त। यो ठ्याक्क बगानमा चाहिँ नाना र मेरो चाहिँ बाल्यकाल चाहिँ सायद यही जङ्गलमै बितेको भन्दा नि फरक पर्दैन कि। कता बाटो त उभो पो रहेछ। अन्त त्यस्तो हो साथीहरू। जिनाको बिहेले पनि बिचरा पीडा दियो यी दाजु, बहिनीको बिहेले पनि गर्नु गर्यो है। हजुर हजुर गाह्रो छ साथीहरू बिहा गर्नु पनि। गाह्रो नि। यस्तो हुँदैछ साथीहरू बिहेको तयारी। आजदेखि चाहिँ हाम्रो बिहेको एकदम धमाकेदार प्रस्तुति आउन थालेको छ। आफ्नो सब डेरासेरा बनाउने कार्यक्रम सुरु होइन।
अघि मम्मीहरू गइसक्नु भयो अहिले हामी जाँदैछौँ काठ बोकेर यहाँ हामी जाँदैछौँ होइन साथीहरू यता हाम्रो भाइ यतिको दुःख चाहिँ गर्नुपर्ने हुन्छ है दिदीको बेमा यता मेरो सोल्टी फेरि प्यारो सोल्टी ल यतिको सोल्टिनीको लागि चाहिँ गरिदिनु पर्छ अब लजाउँछ फेरि नाना सोल्टी निराश भइरहेछ सोल्टिनीको बिहे भनेर सोल्टी निराश अस्ति पहिरो गएको यहाँ उतामाथि अर्को सोल्टी फेरि सोल्टिनी लाँदैछ तर के गर्नु फेरि सोल्टी साथ गर्ने उता माथि अगाडि यति नै हो नि गाउँघरमा बिहा गर्दा त हुँदैन अनि हेरेन त कसैले गाउँघरमा गाउँमा अनि हेरेन त कसैले गाउँभरि सोल्टी त थिए नि तर हेरेन के भन्न चाहन्छ ल साथीहरू सजनाको बिहेको डेराहरू बनाउन यहाँ डेकोरेसन सुरु भइरहेछ हो सम्पूर्ण सोल्टीहरू निराशमा नि बिचराहरूलाई जिस्काएर यता पनि छ त उयो हाम्रो सोल्टी यतिको चाहिँ गर्दै हुनुहुन्छ त्यतिमा मान्छे पस्छ होला त ठोकिँदैन होला त होइन यता किचन टिमहरू छ गीत पनि बजाइरहेछ यहाँ काम गर्नेहरूले बोरिङ भरे कि अनि त्यही भएर यहाँ यति चाहिँ भइरहेछ यता चिया पानी खाने ठाउँहरू होइन यस्तै छ तयारीहरू हाम्रो पापा र मम्मी पर जोडी के गफ गर्दैछ बेहुला र बेहुली के गफ गर्दै हो कसले फोन गर्नुभएको पापाको आइफोनदेखि कसको यतिको चाहिँ होइन रेडी गर्दै हुनुहुन्छ यहाँ खाना खाने ठाउँ चिया खाने ठाउँ सबै बनाउँदै हुनुहुन्छ होइन मजाले अट्यो है मम्मी यता पर पनि हुनुहुन्छ यहाँ चाहिँ हाम्रो भाडा धुने ठाउँ बनाउनु भएको ए यता माथि पानी तताउने रे स्वाट झार्ने रे भन्ने कुरा छ के हो कोसँग मस्किँदै कुनी है के हुँदैछ नेपाल आएको त यहाँ पर्दा टाङ्ने कार्यक्रमहरू हुँदैछ के चाहिँ यो स्टिच लाउनु अनि बनाइ छैन यहाँ बेहुली यहीँ आमामा रातो साथीहरू पर्दा यो टागिसक्नु भयो होइन बेहुली म यता रेडी देखिन्छ नि रातो त केही छैन ठिकै छ यतिको गाउँघरमा चल्ताए बिहान बिहानै हामी चाहिँ यहाँ नङ बनाउने कार्यक्रम गर्दैछौँ यहाँ रहिता छ आफ्नै साथी नेल आर्टिस्ट मेकअप आर्टिस्ट हेयर आर्टिस्ट हुँदा पनि फाइदा हुँदो रहेछ बेहुली हुनलाई चाहिँ यता फेरि नङ बाङ्गो भएको कारण फेरि यस्तो छ औँला अब यो त कसरी बाँच्नु होला नि फेक्ने हालेर त अप्ठ्यारो हुने रहेछ एक दुई दिन त हुँदैन बानी भएपछि फेरि लाखो गर्नु मन लाग्छ हौ अन्त नि त्यस्तै त हो त मान्छेले किन लाखो गर्छ भनेको त कुरा यस्तो रहेछ यता सामानहरू सब बिहानै पो त फेरि मेरो फोन खै खै गाइस नेल भिटामिन लु हाल्दै नेल चाहिँ रेडी भइसक्यो होइन त्यो क्युटिकल काटेकोमा नि इन्फेक्सन नहोस् भनेर हालेको क्या यसको मतलब पनि जान्नु पर्यो रे यतिको सिम्पल हो क्रिस्चियन ब्राइड हो नि त म क्रिस्चियन ब्राइड भएको कारण चाहिँ यस्तै हो सिम्पल ब्राइड अनि साथीहरू यति चाहिँ रेडी भयो होइन अब हेर्दै जानु होला हाम्रो विवाहको लागि चाहिँ के कुराहरू रेडी हुँदैछ भन्ने कुरा चाहिँ हो
यता हाम्रो भान्सा हो है, रेडी भइसक्यो। म चाहिँ भर्खर अहिले आइपुग्दैछु। अनि हाम्रो रिता म्याम उता जाडोले यहाँ हाम्रो फेरि क्यामेरामा हुनुहुन्छ मिलन सर अनि सुजन सर। वेलकम। जस्ट फर्मालिटी। यता हाम्रो बाङा, उता हाम्रो छना माइली, शैली छना मामा सबै आइपुग्नु यता बनाउँदै हुनुहुन्छ के पो फोटो खिच्ने ठाउँ होइन। अनि त्यस पछाडि यता भित्र चाहिँ डेकोरेट गर्दै हुनुहुन्छ, सकेको छैन। म त अहिले आइपुगेको। यता बनाउँदै हुनुहुन्छ भोलिको लागि होइन। यता टक्कसँग बनिँदैछ, यो भोलि नै हामी हेर्छौँ। अनि यता अप्परमा दादा। अनि यता छ चिया खाने ठाउँ। यता यो चाहिँ चिया खाने ठाउँ टक्कसँग। अनि यता राखेर फेरि चिया खाँदै खाँदै यता खाना खान आउनु रे। यता खाना खाने ठाउँ, खाना रे, खाना थाप्ने ठाउँ बुफे एरिया। त्यस पछाडि यता खानाको एरिया। साथीहरू यति नै हो है। ल साथीहरू है, बिहेको तयारीहरू यस्तै भइरहेको छ। अब फाइनली साथीहरू बिहे मात्रै देख्न बाँकी छ होइन। अनि मेरो भिडियो चाहिँ काचाकुचुक धेरै दिनको हो नि त, त्यही भएर चाहिँ भयो होला, तपाईँले हेरिदिनु भयो सबै। यो चाहिँ बिहेको तयारीहरू के कस्तो हुँदैछ भनेर चाहिँ सानो सानो क्लिपहरू लिएको थिएँ, त्यही क्लिपहरूलाई चाहिँ म जोडेर हाल्नेछु भन्दै यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु। सबैजनाले हेरिदिनु भयो, सबैजनाले धेरै धेरै धन्यवाद। अब इन्ट्रेस्टिङ होइन, अब चाहिँ त्यो हुन्छ नि के अरे त्यो ठ्याक्क ला त्यो भन्दै आएन मलाई। अब फाइनल मात्रै हेर्न बाँकी छ होइन। अब चाहिँ आउँदछ बिहेको भिडियो होइन। तपाईँहरू इन्तजार गरेर बस्नु होला। अनि बिहेको भिडियो त कति अब मै बेहुली भएपछि त अब सम्भवको कुरा भएन। यहाँ बहिनीहरू छ, बहिनीहरूलाई नै म थमाइदिनेछु, उनीहरूले नै सबै कुरा ल्याउनेछ होइन। अनि तपाईँहरू एकदम प्रतीक्षा रहनु होला। धेरै बोलिहालेँ, सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै बिदा हुन चाहन्छु। बाई बाई।